सो यस गाइज भेरी वार्म गुड मर्निङ फ्रम पोखरा। सो आजको भिडियो तपाईँले थम्बनेल टाइटलहरू थाहा पाइसक्नुभयो र अहिलेको लागि चाहिँ हामी चाहिँ रेडी हुँदैछौँ। रेडीमा चाहिँ हाम्रो के पर्छ भन्दाखेरि मेरो चाहिँ गाडीको सर्भिसिङ गर्ने टाइम पनि भइरहेको थियो। सो त्यो भएको कारणले गर्दाखेरि म चाहिँ यहाँ गाडी सर्भिसिङ गर्न आइसकेको छु। देख्न सक्नुहुन्छ यहाँनिर मेरो गाडीको चाहिँ चारवटै चक्का खोलिसकेको छ होइन। अनि जस योपालि चाहिँ तपाईँहरूले भिडियो थम्बनेल टाइटलहरू थाहा पाइसक्नुभयो होइन। भ्लग चाहिँ अब अलिकति ढिलो आइरहेको थियो। होप योभन्दा प्रिभियस भिडियो पनि हेरिसक्नुभयो तपाईँहरूले। अनि अब अहिलेको लागि चाहिँ यहाँ हाम्रो गाडी सर्भिसिङ हुँदैछ। गाडी सर्भिसिङ चाहिँ तपाईँको अब जस मोबिल सोबिल झार्ने काम पनि भइसकेको छ होइन। हामी जस बिहानै आएर आज निस्किने भनेर जस बिहानै आएर जस काम साम हान्दैछौँ। अगाडिको यहाँ यस्तो छ ब्रेक प्याडहरू यो के हो मैले बुझ्दिनँ। अनि मोबिलहरू उता निस्किँदैछ। के छ सब ठिक छ? अब गाडी चकाचक बनाउनु पर्ने होला नि त है। मोबिल के छ धेरै खास छ कि के हो? थाहा छैन? ल ठिक छ। हेलो दाइ गुड मर्निङ। यहाँ हाम्रो हुनुहुन्छ राजु दाई फोर विलर्स को हाम्रो साउजी हुनुहुन्छ दाइ। कता सामान लिन जानु लाउनु भयो दाइ? हेलो भनिदिनु न दाइ के छ? हामी धेरै पछाडि भेट्यो भने त दाइ। लङ टाइम पछि गर्न पाइहाल्यो। केही खर्च नरहेछ अहिले चाहिँ। यो जस दाइले बुसहरू यहाँ सबै नयाँ हालिदिनु भएको थियो। अहिले केही भएको छैन दाइ? केही समस्या छैन है? सिर्फ सर्भिसिङ मात्रै हो। चारचक्का ब्रेक गेरालहरू कल्चर सबै गेरालहरू सबै चेकअप हुन्छ। ल एकदम धन्यवाद छ जस। मैले गाडी किनेदेखि सुरुदेखि नै सर्भिसिङ गरिरहेको छु। अनि कस्तो हुँदो रहेछ भनेपछि एकै ठाउँमा गरायो भने सर्भिसिङ एकै ठाउँमा गऱ्यो भने चाहिँ जस गाडीमा के समस्या छ भनेर सबैले थाहा हुन्छ क्या। किनभने आफ्नो गाडी भयो जस्तो मेकानिकलाई पनि एउटै गाडी यसमा चाहिँ यस्तो छ भनेर ठ्याक्कै थाहा हुन्छ। त्यो भएर चाहिँ मैले एउटै ठाउँमा गर्छु गाडी सर्भिसिङ बाइक सर्भिसिङ यताउता। ल दाइ अहिले एकछिनमा भेट्नुपर्ने हुन्छ। ल अनि त्यही हो। अब अरू चाहिँ जस के छ अवस्था पछाडिको पनि यहाँ कामसाम हुँदैछ। यसको चाहिँ अगाडि चाहिँ यस्तो खालि सस्पेन्सन हुन्छ होइन। यो कोइलवाला सस्पेन्सन हुन्छ भने पछाडि चाहिँ यस्तो पट्टा हुने रहेछ क्या। यो पट्टावाला हुने रहेछ होइन। अनि यो भएपछि चाहिँ लोड सोड पनि एकदम धेरै हालेर पनि हिँड्न मिल्ने रहेछ। यो खास पट्टा भएको भएपछि चाहिँ हामीले लास्ट टाइम रेसको बेलामा यसमा 3वटा जति बाइक पनि हालेको थियो। 3वटा बाइक हालेर नि हिँडेको थियो। सो आज चाहिँ हामी एउटा मात्रै बाइक हाल्छौँ होला। अनि त्यही हो। अब के हुन्छ सर्भिसिङमा तपाईँहरूलाई म केही नयाँ नौलो भएछ चाहिँ देखाउँछु है त। ल सो यस अहिलेको लागि चाहिँ म गाडीको ग्यारेजबाट फेरि म यहाँ बाइकको वर्कसपमा आइसकेको छु। अनि देख्न सक्नुहुन्छ हाम्रो यतापट्टि रेन्टलको बाइकहरू पनि छ। सो यो तपाईँहरूलाई रेन्टलमा पनि बाइक चाहियो, डट बाइक चाहियो, घुम्नु पऱ्यो पोखरामा मनाङ मुस्ताङ टुर गर्नु पऱ्यो भनेपछि टक्क डट बाइक्स फर रेन्टलाई तपाईँहरूले मेसेज गर्नुपर्ने हुन्छ। अथवा मैले यहाँ दिएको नम्बरमा तपाईँहरूले कल गर्नुभयो पनि हुन्छ। सो बाइकहरू यहाँ छ। यो चाहिँ 24 मोडलको बाइक छ भने क्रस एक्स पनि छ होइन। उता आरएम पनि छ। सबै बाइकहरू छ। अनि जस बाइकहरू चाहिँ बन्दैछ। अनि अर्को कुरा भनेको रेसको लागि हामीले यतिवटा बाइक खर्च गऱ्यौँ। जस रेस सकेको आज 8 दिन भइसक्यो। त्यही पनि बाइक बनाउन टाइम चाहिँ के भन्छ अरे भ्याएकै छैन क्या। किनभने यति धेरै बाइक हामीले खोल्यो होइन। अनि जस एक्जेड यहाँ छ मेरो यो यसको अब यो बनाउनु पर्ने छ। अनि यो मेरो एनसी त्यो मैले चलाइराख्ने बाइक त यहाँ यसरी बसेको छ यस्तै छ होइन। जस गाह्रो छ। अनि जस बाइकहरू यताउता सबै यहाँ बन्दैछ। अनि मेन भनेको चाहिँ यहाँ मेरो बाइक। सो हामी काठमाडौँ जान लागेको बाइक चाहिँ यो हो। अनि यो बाइकमा गएर अब ट्र्याक अहिले बनिरहेको छ। सो त्यो भएर हामी चाहिँ डट टेम्पल जानुपर्ने हुन्छ। त्यो भएर चाहिँ बाइक जस रेडी गर्दैछु। अनि अर्को कुरा भनेको तपाईँहरूलाई देखाउनै पर्ने कुरा के भयो भन्दाखेरि अब रेस त खेलियो गाइज होइन। सबैजनाले मेहनत आफ्नो ठाउँबाट गरेको हुन्छ। अनि के भयो भन्दाखेरि यो चाहिँ मेरो अगाडिको रिम है। अगाडिको रिम यहाँनिर के भयो भन्दा यसरी पुरै क्र्याक। यता पनि यो बङ्गे छ है। यो यसरी अब यो यस्तो भयो। अब यस्तो भइसके पछाडि के गर्ने? अब मेरो त सबै त्यो के भन्छ अरे निलो खाले सेटअपमा छ नि त सबै। अनि त्यो भएर अब यो अर्को रिम किन्नु पऱ्यो क्या निलो। त्यो रिम किन्नको लागि फेरि त्यत्रै पैसा गयो। नयाँको तपाईँको के नभए पनि 60-70 हजार कति भन्ने रहेछ। अनि सेकेन्ड ह्यान्डको पनि 55,000 चान्सुन कति भन्छ 55-50 हजार भन्छ रिमको मात्रै टायर छुट्टै। अनि त्यस खर्च चाहिँ वाइल्ड नै हुन्छ। अब त्यो खर्च हुँदै नि आफ्टर अल हुन्छ नि। अब आफूलाई मन परेको कुरा हो गर्नको लागि लाइफमा एडिक्सन त्यस्तो नराम्रो कुरामा केही पनि छैन। बाइकमै हो जे भएको। अनि त्यो भएर
इफ आफ्नो प्यासनलाई फुलफिल गरेर आफू खुसी हुन्छ भने वाइ नट भन्ने एउटा कुरा हो। सो त्यही नै हो। अब बाइक चाहिँ यहाँ जस्ट रेडी हुँदैछ होइन त भान्जा। गुड मर्निङ। अनि यहाँ दादा पनि यहाँ हुनुहुन्छ। दादाको पनि धेरै हात छ जे होस् रेसमा सपोर्ट गर्न ओर्न यताउता होइन। त्यो सबै ट्याक्क मिलाएर योपालि चाहिँ रेस खेलियो त्यस्तै त्यस्तै भयो होइन दाइ। चित्त बुझाइ भएन। अब नेक्स्ट टाइम हामी आफै गर नि है के हो। अर्गनाइजर टिमलाई चाहिँ अब साइड हामी तिनीहरूले चाहिँ खेलाउनु पाउनु अब है ठिक छ। ल ठिक छ दाइ। चित्त दुखाइ त धेरै छ दाइ। चित्त दुखाइ त राइडरहरूलाई कति छ अब हामीलाई त अब छुट्टै कुरा भयो। एज अ राइडर म पनि पहिला नि थिएँ होइन। यसपालि चाहिँ सपोर्ट गर्न गएको हो। तर त्यतिखेर चाहिँ अब के लिएर जानुपर्ने थियो भन्ने कुरा चाहिँ मलाई अहिले लाग्छ। तर ठिकै छ जे जस्तो भयो नि है। ल ठिक छ दाइ। त्यो कुरालाई खलिबली हानौँ। अब त्यो कुराको विस्तृत रूपमा हामी पछि पनि कुरा पनि गरौँला। अनि जस बाइकमा हामीले खासै धेरै काम चाहिँ गर्नुपर्ने चाहिँ छैन किनभने बाइक जो सबै रेसको लागि ढाकढुक बनाएको बाइक हो। रेसभन्दा अगाडि चाहिँ धेरै मिहिनेत गर्यो दाइले पनि यो बाइकमा। धेरै टाइम दिएको रातिदेखि बिहानको के राति भने बिहानको 4 बजीसम्म उठेर नि बनाएको केटाहरूले अनिदो कफी हानी जस केटाहरूले त्यसरी बनाएको छ। त्यो कुरालाई चाहिँ म एकदमै वाइल्ड एप्रिसिएट गर्छु। मैले पनि आफ्नो तर्फबाट 100% दिएकै हो। त्यही नै हो 2-4वटा केही कुराहरू कमजोरी भयो होला। तर त्यो भन्दैमा जे होस् मेहनत चाहिँ गरिएन भन्ने चाहिँ हुँदैन। त्यस बवाल मेहनत गरियो। सो यति भन्दै अब यहाँ अगाडिको चक्का फिट हान्नुपर्ने हुन्छ दाइ। के हो अगाडिको चक्का अब मैले त बिहानै लगेर छोडिदिइसकेँ होइन। अब ढ्याकढुक ढ्याक भन्छ दाइ। ल त्यही नै हो। ल यहाँनिर चाहिँ हाम्रो चक्का फिट भइसकेको छ। ड्याङडुङ यताउता सबै बेरिङ चक्काको ब्रेक यताउता ढ्याकढुक चेकअप सबै भइसकेको छ होइन। यस्तै त छ केटा सबै ठिक छ नि होइन। ठिक छ नि बढिया छ। ल ठिक छ। अब के काम माग्यो अब। ल ठिक छ ल ढ्याकढुक गर्नु पऱ्यो। ल दोस्त के छ। वेलकम टु पोखरा यार। आमा कति राम्री कति भनेर हिजो अति गरियो है। यस्तै छ जिन्दगी। यहाँ दोस्त फेरि लाइभ बसिरहेको छ यहाँ। ल सबजनालाई धेरै माया छ है त भ्लगमा। ल लजाइहाल्छ केटाहरू लजाउनु चाहिँ हुँदैन नि जिन्दगीमा। नयाँ माल है। ल मोबिल फिल्टर होइन त यो। ठिक छ। पुरानो मोबिल फिल्टर चाहिँ यहाँ छ। फेर्दैछौँ है हामी। झऱ्यो गाडी। यत्तिको हुनुपर्ने क्या गाडी अग्लो। यहाँ चाहिँ पहिला यो कुलेन्ट हुने ठाउँमा चाहिँ यत्रो पानी रहेछ होइन। लास्ट टाइम पनि चेन्ज त गरेको हो। यस्तो पानी छ क्या। अब यो चाहिँ हामीले सबै यो पानी हटाएर अनि अब यहाँ कुलेन्ट फिल गर्छौँ यसमा चाहिँ। त्यही नै त्यसपछि गाडी चकाचक। पुरानो डिजल फिल्टर चाहिँ यस्तो भएछ होइन। नयाँ डिजल फिल्टर चाहिँ यस्तो हुन्छ है। नयाँ खाले हुन्छ है। पुरानो चाहिँ यो चाहिँ हाम्रो 2 सर्भिसिङमा ट्याक्क फेर्दा चाहिँ ठिक्क हुन्छ। इन्जेक्टरलाई नि भार पर्दैन होइन। गाडी स्मुथ हुन्छ। पिकअप पनि टक्क आउँछ कि के हो। सही भयो नि त। कत्रो खोल्न नि नसक्यो खै दुःख। बस केही बोल न यार। खिचिसक्यौ। खिचिरहेको छु त म त यहाँ व्यस्त छु। अनि यहाँ सिक्दैछु क्या म हल्का। बाइकको त अलिअलि आउँछ। अब गाडीको चाहिँ अब हल्का यस्तो यो कुलेन्ट हाल्ने त म गरिहाल्छु नि यस्तो त। यो त बच्चाले नि गर्छ। सिक्दैछु। अनि के छ दोस्त आज काठमाडौँ पुगिन्छ त टाइममै। खै अब तिमी हो चलाउने के थाहा होस् मलाई त्यो त यार। अर्को भाइ पनि जाने कि के हो। अर्को भाइ पनि जान्छ। यहाँ चाहिँ मोबिल हाल्दैछौँ हामीले। मोबिल कति लिटर जान्छ राजा। 6 लिटर जान्छ। ल ठिक छ। ल फाइनल्ली हाम्रो गाडीमा मोबिल पनि हालियो। अनि के अरे डिजल फिल्टर मोबिल फिल्टर त्यस पछाडि एयर फिल्टर अनि मोबिल चेन्ज गर्यो। चक्काहरू ब्रेकहरू चेक गर्यो। डिस्क प्याडहरू सबै ठिकै रहेछ। अनि त्यस पछाडि गियर वेलहरू यताउता हेऱ्यो। कुलेन्टमा पानी थियो। जस पानी चाहिँ सबै झिकेर जस कुलेन्ट सबै हालिसक्यौँ होइन। अनि अब चाहिँ त्यही हो चेक गर्दैछौँ। दाइ के छ दाइ गाडीको अवस्था। गाडी अब एकदम फिट एन्ड फाइन छ हजुर। अब नेक्स्ट 5,000 सर्भिसिङसम्म हजुर गाडी रेडी टु रेस फेरि। ल धन्यवाद दाइ। ल त्यही नै हो। अब बाँकी अब सानो ट्र्याक्टर टुक्रो अब यताउता हेर्छौँ। अनि गाडीमा त्यस्तो धेरै रफ चलाएको छैन। त्यो भएर त्यस्तो धेरै
खर्च पनि छैन त्यस्तो धेरै बिग्रेको पनि छैन जस्ट अहिले सर्भिसिङको टाइम मात्रै भएको भएर त्यस चाहिने कुराहरू जस ढ्याकढुक गरिसकेको छौँ ल त्यही नै एकछिनमा भेटौँला ल अहिलेको लागि चाहिँ हामी यता ग्यारेजमा छौँ अनि हाम्रो बाइक चाहिँ लोड गर्न जान लाग्यो गाडी चाहिँ हाम्रो सर्भिसिङ भइसक्यो त्यहाँ अनि दुःख त पऱ्यो यति दुःख त अनि पुरै स्टपी हान्दैछ केटाहरूले हल्का ब्याक गर त अलिकति 1-2 जना अझै आयो भए सजिलो हुन्थ्यो होला केटाहरूलाई सिद्धान्त दाइ यहाँ आउनु पर्यो हल्का ब्याक गरेर स्टपी सही ल गाता आइज भएर दाइ यहाँ त लफडा भयो अगाडिको भान्जे आऊ त तल गर्नु एक दो अनि बलियो सबैजना म त भिडियो बनाइरहेको छु अनि टायर ल्याउ त टायर हल्का दुःख चल्दैछ हाम्रो केटाहरूको ल फाइनली हाम्रो बाइक पनि फिट भइसकेको छ गाडीमा लोड भइसकेको छ अनि ब्याग यो चाहिँ हाम्रो बुट सुट गियर सबै यताउता अनि पछाडिको चक्का यहाँ छ भने पछाडि यस्तै छ है पछाडि चाहिँ खासै धेरै सामान हालेर हिँड्छ अनि यहाँ मेरो ब्याग मेरो हेलमेट अनि त्यहाँ मेरो यो लुगाहरू छ यहाँ होइन सानोतिनो यताउता सो फाइनल्ली हाम्रो सबै सामानहरू पनि लोड भइसकेको छ बाइक पनि लोड भइसकेको छ एन्ड वी आर कमिङ टु काठमाडौँ डट टेम्पलमा गएर बाइक चाहिँ कुदाउनु पर्ने हुन्छ अनि मेन भनेको मैले 2 वर्ष अगाडि चाहिँ रेस सकिसके पछाडि हाम्रो एमएक्स सिरिज सकिसके पछाडि चाहिँ सस्पेन्सन अपग्रेड गरेको थिएँ मैले अनि जेहोस् मलाई एमएक्स नै सस्पेन्सन हालेको थिएँ नि त मैले जेहोस् अब रेसकै लागि डट टेम्पलकै लागि एमएक्सकै लागि भनेर हालेको सस्पेन्सन मैले चेकै गर्न पाएको थिइनँ सो फाइनल्ली यो सबै सेटअप भइसकेको छ अनि अब चाहिँ हामी टक्क डट टेम्पलमा गएर सस्पेन्सनहरू सबै चेकअप गर्नुपर्ने हुन्छ अनि बाइक चाहिँ हाम्रो दादाले ट्याक्क रेडी बनाइदिइसक्नु भएको छ के हो दाइ ठिक छ नि होइन बाइक जेहोस् पुरा भएको छ एमएक्सलाई चाहिँ प्रब्लम भएन अस्ति युरोमा चाहिँ हल्का पानी चाहिँ छिर्यो होइन त दाइ ल त्यही नै हो यति भन्दै अब हामी यहाँबाट लाग्नुपर्ने हुन्छ हाम्रो यता डोना पनि छन् के छ तिमी पनि जाने भनेको नजानी म आउँछु बिस्तारै आउँछु हो तिमी रफ्तारमा जाँदै गर म पछुवा चालमा आउँदै ल ल ल ल है त यस्तै छ ल हाम्रो सबैजना शीतल ए सँगै होला नि त ल अनि के नजानी ए लफडा होला जस्तो छ है के दोष जाने हो कि होइन भनाइ फेरि न साथी अब कहाँ सँगै जाने भएपछि त हात ल मिलाउनु पाइयो नि त पायो है ल दाइ ल ल हाम्रो फेरि हाम्रो अजय दाई आवान ओन्ली अजय दाई के हो दाइ सँगै जाने होला नि त अब ल हामी चाहिँ त्यस 4 जना जानु लाग्यो बिहान यसो छुच्चा दाइको ग्यारेजमा छिरेको कहाँ हो भने काठमाडौँ भनेको ए म भाइ मन जाने हो भन्दै थियो त्यो दाइलाई पनि बोकेर हामी जाँदैछौँ होइन अब टक्क 1 जना 2 जना 3 जना अनि म 1 जना 4 जना है हामी चाहिँ अब लाग्नुपर्ने हुन्छ ए आउने हो तपाईँ पनि ल ठिक छ झाँक्रीले त्यो ब्यान पाइबला त्यो ल ल केटाहरूसँग बस्यो भने यस्तै हो रमाइलो धेरै हुन्छ अब अहिलेको लागि चाहिँ निस्किन लाग्यो यहाँदेखि है त ल त्यही नै हो लेस फ्युल फ्रम डिजल पेट्रोल फ्युल अप गरौँ डिजल फ्युल गरौँ है यस्तै छ यहाँनिर दोस्त उता पुरै फोनमा बोलिरहेछ सबजना यस्तै छ ल त्यही नै गाइस ल दोस्त अहिले हामी यहाँ डिजल हाल्दैछौँ अनि के छ यो रेटको विषयमा के छ दोस्त रेटको विषयमा चाहिँ अब म के भन्न चाहन्छु भने 237 अफ डिजेल रे अनि 219 अफ पेट्रोल पेट्रोल भन्दा डिजल महँगो कसरी क्या दोस्त फेरि लगाइस हेर त यहाँ 237 अनि दादाको फेरि बाइक नम्बर फेरि 238
के हो अब 1 रुपियाँ बढ्यो भने ठिक्क हुँदैछ 1 रुपियाँ दाइ 1 रुपियाँ बढाउनु पऱ्यो क्या अब के हो दाइ पुरा 238 बनाउनु पऱ्यो क्या यहाँ 237 मात्रै भयो टक्क फुल पनि भइसकेको छ होइन 9,900 दोस तेल त कस्तो जाँदो रहेछ दोस बिहान सर्भिसिङ गर्दा कति तिर्यो दोसले थाहा छ होला नि अनि तेल यतिको गाडी चढ्न के छ जस्तो छ अवस्था डिजल सस्तो त्यही भएर डिजल गाडी ल्याएको थियो होला दोस्ले गाह्रो पार्यो अಯ್या हँसाउँछ दोस्ले यस्तो माया टक्ने जिन्दगीमा मैले 10,000 को डिजल हालेको थिएन होला मैले 7,000मा फुल हुन्थ्यो मेरो गाडी है 10,000 पुगेछ भने महँगी पनि आमा यस्तो महँगी भयो यार ल हाम्रो बाइक अहिलेसम्म चाहिँ हल्लिन चाहिँ हल्ल्या छैन अब चिलपारामा जानुपर्ने हुन्छ